2070 कार्तिक महिनादेखि मैले राजनीति पार्टी जोइन गरेँ र त्यहाँबाट राजनीति गर्नुपर्छ भनेर लागे। तर राजनीति भने के हो भन्ने कुरो चाहिँ मलाई धेरै ज्ञान थिएन। राजनीति नुनदेखि सुनसम्मै रहेछ भन्ने एउटा सरल बुझाइको कारणले नै म राजनीतिमा उम्मिन पुगेँ। यसको पछाडि मेरो व्यक्तिगत कथाले नै मलाई ढकेलेको हो। म एकल आमाबाट जन्मिएकी हुर्किएकी, काठमाडौँमै जन्मिएकी हुर्किएकी एकल छोरी हुँ र एकल आमा पनि शिक्षा नपाउनु भएको, अन्डर प्राइमेरी प्राथमिक शिक्षा भन्दा पनि तल भएको तर एकदम हकी आमाले जन्माएको छोरी र 17 वर्षसम्म त्यही आमा र आमाको आमा, अहिले मेरो हजुरआमा हुनुहुन्छ 94 वर्षको, उहाँकै देन हो सायद। अब ज्वाइँले छोडेर अब गइसके पछाडि अब सम्बन्ध नहुने भनिसके पछाडि पनि पेटमा भएको बच्चालाई चाहिँ धन्न गर्भपात गरिदिनु भएन जस्तो लाग्छ क्या मलाई, धन्न जन्माइदिनु भयो भन्ने लाग्छ मलाई। उहाँहरू दुईजनाकै कारणले चाहिँ मैले संसारमा सबै थोक महिलाले गर्न सक्छ भन्ने कुरा बुझेँ। किनभने कोही पुरुष पात्रै थिएन जसले केही गरिदिन्थ्यो। त्यस कारणले एउटा बन्देज के मानसिक रूपमा हुन पाएन भनेदेखि महिलाले यो गर्ने, पुरुषले यो गर्ने भन्ने कुरा चाहिँ अलिकति सानैबाट बन्देज हुन पाएन। यो एउटा सकारात्मक पक्ष होला बुवाको अनुपस्थिति हुनु, तर बुवाको अनुपस्थितिले चाहिँ अझ धेरै नकारात्मक पक्ष त धेरै दिँदो रहेछ, भावनात्मक रूपमा, त्यस पछाडि मानसिक रूपमा। र त्यो भावनात्मक र मानसिक त मेरो व्यक्तिगत कुरा भयो, समाजलाई नै बहुत टेन्सन हुँदो रहेछ कि कसैको घरमा बुवा हुनुहुन्न भनेदेखि, र राज्यलाई पनि टेन्सन हुँदो रहेछ। त्यस कारणले नागरिकता बनाउन जाँदाखेरि बुवालाई यहाँ उपस्थित गराऊ, बुवा नभए कसरी जन्मिन्छ भनेर प्रश्न सोध्छन् त्यहाँका हाकिमज्यूहरू। तपाईँलाई पनि थाहा छ बुवा नभए त कोही पनि जन्मिँदैन, तर बुवा साँच्चीकै बुवा हुनको लागि त उसले त हुर्काइमा पनि आफ्नो केही न केही योगदान दिएको हुनुपर्छ होला। त्यो बच्चालाई चाहिँ एउटा वयस्कसम्म अवस्था पुर्याउन्जेलसम्म पनि केही दिनुपर्छ होला भन्ने कुरा चाहिँ यहाँको एडमिनिस्ट्रेसनका धेरै हाकिमज्यूहरूले अहिले पनि बुझ्नुहुन्न। हेर्नु, अहिले पनि संविधानले, कानुनले एकल आमाको नाममा चाहिँ नागरिकता दिन सहज गरियो भनेर समाचारका हेडलाइनहरूमा आउँछ, तर अझै पनि सामाजिक सञ्जालमा, टिकटकमा म एकल भएकै कारणले मेरो बच्चा बच्चीहरूलाई नागरिकता दिन पाइनँ भनेर हार गुहार गर्नुभएकोहरू तमाम हुनुहुन्छ। र म त्यही नागरिकता चाहिँ आफ्नो आमाको नाममा नबनाउन पाए पछाडि जङ्गिएको एकजना छोरी हुँ। हेर्नुहोस्, धन्न मेरो बुवा जो हुनुहुन्थ्यो, अहिले बुवा हुनुहुन्न, बुवा धन्न असल व्यक्ति हुनुहुँदो रहेछ। कमसेकम मलाई नागरिकता बनाइदिनु भनेर गइसके पछाडि केही पनि नभनिकन सरल रूपले नागरिकता बनाइदिनु भयो। अहिले पनि समाजमा यस्ता बुवाहरू हुनुहुन्छ जसले बच्चा बच्ची त जन्माइदिनु भयो, नागरिकता खोज्दै आयो भनेदेखि म तेरो बुवा होइन, म नागरिकता बनाइदिन्न भनेर चाहिँ पिठ्यौँ फर्काएर हिँड्ने गरेका छन्। अंश माग्छ, सम्पत्ति केही लेनदेन होला भन्ने हिसाबले पिठ्यौँ फर्काएर हिँड्ने गरेको पनि अवस्थामा आमाले एउटा उमेरसम्म त्यो बच्चालाई सम्हाल्ने, सम्पूर्ण संसार दिने, तर राज्यले नस्वीकार्ने, यो त बहुत गलत हो, यो त गडबडी हो भन्ने मलाई लाग्यो जब मैले त्यो नागरिकता पाएँ। र म धन्यवाद दिन चाहन्छु त्यो प्रशासनलाई। त्यो प्रशासनले त्यस्तो नगरिदिएको भए ममा त्यो ज्वालै लाग्दैन थियो होला। बुवालाई लिएर गएँ, बुवाले नागरिकता बनाइदिनु भयो, सँगसँगै आमाको नागरिकता पनि दिएँ। त्यो आमाको नाम लेखेको ठाउँमा मेरो आमाको नाम आउँछ किन भनेर उसलाई त्यो पनि चित्त बुझेन, उसले काटिदियो कि मेरो आमाको नाम लेखेको ठाउँमा ड्यास लेखेर छोडिदियो। त्यस पछाडि त्यही पोइन्टमा चाहिँ ल ठिक छ, तिमीहरूले महिलालाई चाहिँ यसरी हेप्दा रहेछौ, महिलालाई तिमीहरूले हेप्ने समय धेरै समयसम्म आउँदैन, किनभने एउटा यस्तो पोजिसनमा महिला पुग्छन् जहाँबाट तिमीहरू निर्देशित हुनुपर्छ भन्ने चाहिँ मनमा लाग्यो। र त्यतिखेर चाहिँ मलाई कोही अरू महिला यो उनीहरू भइदिए हुन्थ्यो भन्ने लागेन, किन म पनि हुन सक्छु होला नि त भन्ने लाग्यो। र त्यस पछाडि नै मैले आफ्नो यात्राहरू सुरु गरेँ, मतदाता कार्ड बनाएँ, कसलाई भोट हाल्ने कसलाई भोट नहाल्ने। सुरुमा त म भोट नहाल्ने पक्षमा थिएँ। हेर्नुहोस्, त्यतिखेर मलाई याद छ माओवादीको पनि वैद्य समूहले चुनाव बहिष्कार भनेर गरिरहेका थिए र मेरो घर वरिपरि पनि वैद्य समूह समर्थन गर्ने कोही हुनुहुन्थ्यो। उहाँले पनि टोल छिमेकमा यस्तो मिटिङ गर्दै ल चुनाव बहिष्कार गरौँ, केही भएको छैन यस्तो यस्तो भन्दै हुनुहुन्थ्यो। म पनि हो क्या र, बहिष्कारै गर्नु पर्यो क्या र भन्ने पोइन्टसम्म पुगेको मान्छे विवेकशील नेपाली दलसँग ठोक्किन पुगे। त्यसै दलका उम्मेदवार उज्जवल थापा क्षेत्र नम्बर 5 मा हुनुहुँदो रहेछ र आफू पनि क्षेत्र नम्बर 5 कै मतदाता भएँ। नेपाल खुल्ला छ भन्ने आन्दोलनमा उभिएँ। मेरो लागि त्यो नयाँ थियो।
थियो र मेरो लागि नेपाल खुल्ला छ भन्ने वैकल्पिक राजनीति थियो। किनभने म सानो बेलादेखि हुर्किँदासम्म नेपाल बन्द गर्नुपर्छ भन्नेको सुन्दै आएको थिएँ, नेपाल खुल्ला गर्नुपर्छ भनेको मैले सुनेको थिइनँ र मलाई पहिलो कुरा आकर्षित गरेको नेपाल खुल्ला छ भन्ने हो र मेरो लागि वैकल्पिक राजनीतिको त्यो एउटा प्रमुख बिन्दु थियो। त्यस पछाडि जे आँखा अगाडि आउँछ त्यो गरिँदै गयो। महिला हक हितका कुरा गरिँदै गयो, सरसफाइ गरियो, कुच्चो बोकेर हिँडियो, धेरै फोहोरहरू उठाइयो, धेरै समयसम्म तिमीहरू त फोहोर उठाउने मात्र भने। हामी राजनीतिक दल हौँ भन्दाखेरि प्रमुख त्यतिखेर त अहिले सामाजिक सञ्जालहरू यति पपुलर थिएनन्। हामीलाई कान्तिपुर टेलिभिजनले पनि हाम्रो अब कार्यक्रमको बारेमा लेख्नु पर्यो भने काठमाडौँका युवाहरू सडकमा आए भनेर लेख्ने, विवेकशील नेपाली दल नलेख्ने। हामीले सङ्घर्ष गऱ्यौँ। विवेकशील नेपाली एउटा दल हो, एउटा राजनीतिक दल हो र नेपालको राजनीतिक जगतमा यसले केही न केही गर्न आएको हो भनेर स्थापित गर्नलाई नै 2072 को भूकम्प र भूकम्प पछाडि 2074 को स्थानीय तहको पनि सानोतिनो भूकम्पै आउन पर्यो र त्यस पछाडि मात्रै हामीलाई दलको स्वीकारोक्ति चाहिँ मुख्य गरी मिडियाबाट आयो। मिडियाको थ्रु जनतामा जाने भएको भएर त्यो हाम्रो लागि निकै नै महत्त्वपूर्ण थियो। अहिले 10 वर्षको यात्रा भयो, 10 अब त 11औँमै टेक्छ है 81 सालबाट त। यो यात्रा हेर्दाखेरि चाहिँ केही गल्तीहरू पनि महसुस हुन्छ र कति धेरै चाहिँ हामीले अनजानमा तर अनेस्ट भएर काम गऱ्यौँ भन्ने लाग्छ। मनमा पाप नलिकन चाहिँ राजनीति गऱ्यौँ भन्ने लाग्छ। प्राय सबैजना कुनै पनि राजनीतिक पृष्ठभूमिबाट नभएको कारणले हामीलाई गाह्रो भएछ भन्ने पनि लाग्छ। किनभने यो जुन नेपाली समाज थियो, जसरी राजनीति चाहिँ जरैसम्म गाँसिसकेको थियो, त्यसलाई बुझ्नको लागि कमसेकम त्यही पृष्ठभूमिमा पहिला ढलेका मान्छेहरू हामी सँगसँगै हुनुभएको भए यस्तो होइन, यसरी जाने भनेर अझ बढी सिकिन्थ्यो कि जस्तो लाग्छ। तर बिल्कुलै नयाँपनबाट आएको भएर हामीलाई सुरुमा चाहिँ एनजिओको पगडी पनि भिराइयो। किनभनेदेखि हामी कार्यक्रमहरू टाइममै सुरु गर्थ्यौँ, टाइममै अन्त गर्थ्यौँ। अनि त्यो गर्ने त एनजिओ मात्रै थियो, तिमीहरू एनजिओ भनेर लगाइदिनु भयो। अनि हामीहरूले कार्यक्रम गर्ने पनि अब त्यो एकदम ठुलो फर्मेटहरू नराख्ने, यसरी मञ्चमा पनि यसरी आसीन बिरलै हुन्थ्यो र खादाहरू नलाउने सबै प्रोग्रेसिभ हिसाबको। यसो गर्नु जरुरी छैन, गेस्ट भनेपछि सबैजना इम्पोर्टेन्ट हो, सबैको समय इम्पोर्टेन्ट हो भन्दै गइसके पछाडि मान्छेहरूलाई अचम्म, कहाँ राजनीति भनेर त्यो त गैर राजनीतिक भयो, तिमीहरू राजनीति नै गर्न आउँदैन, राजनीति नै होइन भनेर भन्न थाल्नुभयो। त्यस पछाडि त्यो भन्दा चाहिँ एउटा गल्ती के गरिएछ भनेदेखि जार्गनहरू सिक्न थालिएछ। हेर्नु, राजनीतिका ठुला शब्दहरू सिक्यो भने बल्ल राजनीति गरे जस्तो हुन्छ भनेर चाहिँ अन्जानमा त्यो सिक्न पनि थालिएछ। म त फेरि त्यो सिकाइबाट चाहिँ फेरि पछाडि हट्न कोसिस गरिरहेको छु। एकचोटि सिकेपछि पछि हट्न गाह्रो रहेछ। फेरि त्यो ठुलो शब्द बोल्न एकचोटि आफूलाई आइसके पछाडि चाहिँ नबोल्न भन्ने चाहिँ गाह्रो रहेछ। सो हामीले गरेको वैकल्पिक राजनीतिको अब म टुङ्गाउनतिर जान्छु। वैकल्पिक राजनीतिको चाहिँ प्रमुख एउटा कुरा भने चाहिँ राजनीति गर्ने शैलीमा चाहिँ परिवर्तन थियो। जस्तै म एउटा डाक्टर साहबले भन्नुभएको एउटा कुरा के सम्झिन्छु भनेदेखि वैकल्पिक राजनीति गर्ने भनेको चाहिँ अब मुखबाट खाने भात नाकबाट खाने होइन भन्नुभएको म सम्झिन्छु र बिल्कुल त्यही नै हो। मुखबाट खाने भात नाकबाट खाने भने चाहिँ होइन, तर भात खाने तरिका चेन्ज गरौँ भनेको हो। वैकल्पिक राजनीति भनेको अब हामी चाहिँ आन्दोलनै गर्दैनौँ भने होइन, तर टायर बालेर अरूलाई दुःख दिएर आन्दोलन नगरौँ भनेको। शान्तिपूर्ण हिसाबले आन्दोलन गरौँ, शान्तिपूर्ण हिसाबले प्रेसर दिउँ, त्यसका तमाम अरू उपायहरू हुन्छन् भन्न खोजेको हो। र अहिले आएर विवेकशील नेपाली हुँदै यहाँ कति कन्फ्युज पनि हुनुभयो। साझा विवेकशील भनेछ, घरि साझा मात्र भनेछ, घरि विवेकशील मात्र भनेछ। तपाईँहरू मात्र होइन, म आफै पनि धेरैचोटि कन्फ्युज भएको छु। यस्तो यसमा चाहिँ यो ट्रेडिसनल फर्मेटमा हामी ढल्किन पुग्यौँ, हामी छिर्यौँ। अब पार्टी आन्तरिक पार्टीभित्र कसले कहाँनिर कसरी खेलिदिनु भयो थाहा पाएनौँ। त्यो चाहिँ हाम्रो इनोसेन्सको कारणले जस्तो लाग्छ। यसरी पनि राजनीतिमा चाहिँ गलत प्रवृत्ति आइदिँदो रहेछ पार्टीभित्र भन्ने हामीले अलिकति थाहा पाएनौँ। तर अहिले म विवेकशील साझा पार्टीमा छु। विवेकशील साझा पार्टीको 2 वर्ष अगाडि चाहिँ महाधिवेशन भयो। महाधिवेशनबाट म महासचिवमा आएको छु भनेदेखि मेरो अध्यक्ष हुनुहुन्छ, अध्यक्ष पनि महिला नै हुनुहुन्छ र पार्टीमा चाहिँ पदाधिकारीमा हाम्रो 50% त महिला नै हुनुहुन्छ। र हामीले चाहिँ महिलाहरूको सहभागिता उपस्थिति भनिरहँदाखेरि चाहिँ आजभोलि चाहिँ फेरि के आयो भनेदेखि सहभागिता मात्र भएर हुन्छ, उहाँहरूले बोल्न पनि जान्नुहुन्न, अर्थपूर्ण सहभागिता हुन पर्यो नि भनेर भन्नुहुन्छ। बिल्कुल सही हो, अर्थपूर्ण सहभागिता हुनु पर्यो। अर्थपूर्ण सहभागिता पुरुषको पनि हुनु पर्यो, महिलाको पनि हुनु पर्यो। हेर्नुहोस्, महिला आउने बित्तिकै उसको चाहिँ अर्थपूर्ण सहभागिता मात्रै खोज्ने,
पुरुष चाहिँ जस्तो पनि आउने यो चाहिँ हामीले सहन सक्दैनौँ। पुरुष महिला अथवा अन्य लिङ्गी जोसुकै आउनुहुन्छ अर्थपूर्ण सहभागिता निकै नै महत्त्वपूर्ण छ। र अन्तिममा जसरी महिलाहरूलाई चाहिँ बाल्यकालदेखि नै तिमीले घर गरी खाने हो, तिमीले विवाह गरे पछाडि सबैलाई सम्हाल्नुपर्छ, सबैलाई रिजाएर खानुपर्छ, तिमीले चाहिँ स्याहार सुसार राम्ररी गर्न सिक्नुपर्छ भनेर हुर्काइयो, त्यो हुर्काइएका महिलाहरू अहिले त्यो हुर्काइको बन्देजलाई चाहिँ तोड्दै होइन हामी पनि बाहिर आउनुपर्छ, इम्पावर्ड हुनुपर्छ भनेर भनिरहेका छन्। कमसेकम हाम्रो पुस्तासम्मको लागि यो बहुतै सजिलो कुरा होइन। बाल्यकालदेखि एउटा सिकाइछ, बिचमा आएर आफ्नो चाहिँ जीवनको अनुभव अर्कै भयो र अर्कै तरिकाले हिँड्न खोजेछ होला। अब आउने छोरी बच्चाहरूको लागि चाहिँ फरक हुन्छ, किनभने प्यारेन्ट्सहरूले पनि छोरा छोरी दुवैले घरको काम गर्नुपर्छ, छोरा छोरी दुवैले हरेक काम गर्न सक्छन् भन्ने कुरा सिकाइएको छ। हाम्रो अथवा हामीभन्दा अगाडिको पालासम्मको महिलाहरूलाई चाहिँ त्यो कठिन थियो। त्यसै कारणले कहिलेकाहीँ बोल्दाखेरि लटपट हुन्छ होला, जिब्रो लटपट हुन्छ होला, एउटा शब्द भन्न खोजे अर्को शब्द आउँछ होला, उसको प्र्याक्टिस उसले गर्न पाएको छैन भनेदेखि त त्यो आउनु स्वाभाविक हो। त्यस कारणले म सम्पूर्ण पुरुष मित्रहरूलाई मुख्य गरी के पनि भन्न चाहन्छु भनेदेखि यहाँहरू जसले चाहिँ महिला हक हितका लागि, महिला अधिकारका लागि, महिला हिंसा विरुद्ध अहिलेसम्म बोल्नुभयो, आवाज उठाउनुभयो, यहाँहरूलाई पनि म कृतज्ञता दिन चाहन्छु। र कमसेकम यहाँहरूले बाहिर घरभन्दा बाहिर आएर यति मद्दत गर्नुभएको छ। सायद तपाईँहरूले घरभित्र पनि आफूले खाएको प्लेट चम्चा गिलास आफैले उठाउनुहुन्छ होला, आफैले माझ्नुहुन्छ होला, र घरभित्र पनि महिला हक हितका लागि केही पनि काम चाहिँ गर्नुहुन्छ होला, एउटा सिङ्को भाँच्नुहुन्छ होला भन्ने मेरो अपेक्षा पनि छ। कसैको अनुपस्थिति भइरह्यो भने पनि हाम्रो त्यहाँ समानुभूति प्रकट हुँदो रहेछ। के भयो उहाँलाई गाह्रो परेर रहेछ, हामीले कसरी मद्दत गर्न सक्छौँ भन्ने एङ्गलबाट चाहिँ हाम्रो बढी आएको हुन्छ। आउँदै आएन किन आएन भनेर कोर्रा हान्ने त्यस्तो अलिक कम हुँदो रहेछ। र यो आर्थिक नीतिको पहिला चाहिँ पार्टीकै कुरा गरौँ। पार्टीले मध्यम मार्ग धार अप्नाएको हो सुरुवाती समयदेखि, यानि लेफ्ट पनि होइन राइट पनि होइन, मध्यम मार्गतिर। केही विषयहरूमा चाहिँ राइट अन्तर्गतका विषयवस्तु पढ्न सक्छन्, केहीमा लेफ्ट अन्तर्गतको विषयवस्तु पढ्न सक्छन्। तर ठ्याक्क लेफ्ट र राइट होइन भनेर हामीले पहिलेदेखि बुझाउने कोसिस गरिरहेका थियौँ। अहिले अलिअलि समाज चाहिँ यो बुझ्न तयार भएको हो कि भन्ने अवस्था छ। तर ठ्याक्कै यस्तो हुँदैन भन्ने पनि एउटा वर्ग त छँदैछ। हामीले मुख्य गरी चाहिँ उद्यमशीलतालाई प्रवर्धन गर्नुपर्छ र राज्यले चाहिँ उद्यमीहरूलाई एउटा सेफ्टीको नेट चाहिँ क्रिएट गरिदिनुपर्छ। अब लगानीकर्ताहरूलाई लगानी सुरक्षा नै हुन सकेन अथवा लगानी गर्ने वातावरण नै छैन भनेदेखि त उसले लगानी पनि गर्न नआउने भयो, त्यो एउटा विषय भइहाल्यो। र अर्को कुरो चाहिँ लिबरल इकोनोमीमा चाहिँ बढी ध्यान चाहिँ पार्टीको नीतिले दिएको छ। जस्तै सरकारले नै धेरै आएर चलाउने भन्दाखेरि पनि सरकारले समन्वयनकारी भूमिका मात्र निर्वाह गर्ने हो, धेरै कन्ट्रोल गर्ने मेकानिजमबाट जान हुँदैन भन्ने चाहिँ पार्टीले नीति पनि लिएको छ। र अहिलेको अवस्थामा जस्तै देशमै हेरौँ, गणतन्त्र आइसकेको अवस्थामा पनि केही अब मेरै पार्टीको पूर्व अध्यक्ष हुनुहुन्छ जो अहिले राप्रपा गइसक्नुभयो, उहाँहरूको पार्टीगत एजेन्डा नै भइसक्यो कि अब देशमा चाहिँ राजालाई लिएर आउनु पर्यो, कुनै न कुनै हिसाबले सेरेमोनियल हुन्छ कि सेरेमोनियल हुँदै पछि चाहिँ त्यो लडाइँ चाहिँ एक्जिक्युटिभ पावर लिनेसम्म नै पुग्छ भन्ने पनि एउटा एङ्गलबाट चाहिँ मैले चाहिँ त्यसरी हेर्छु। तर गणतन्त्र आइसके पछाडि पनि त्यसरी आउनु पर्यो, यो चाहिँ सबै भत्ताभुङ्ग भयो भन्ने खालको जुन कथा जुन यसरी गइरहेको छ, यसलाई चाहिँ अझ केलाएर हेर्ने हो भन्दाखेरि चाहिँ अर्थतन्त्रसँग चाहिँ बढी सम्बन्धित छ जस्तो लाग्छ। कुन तन्त्रसँग अब मान्छेलाई चाहिँ मतलब भएन कि अर्थतन्त्र बलियो हुनु पर्यो, हामीले चाहिँ यहीँ बसेर राम्ररी जागिर राम्ररी व्यवसाय गर्न पाउनु पर्यो भनिरहेको अवस्थामा यो अवस्था बदल्न चाहिँ सायद हामीहरू एकजुट हुनुपर्छ कि जस्तो लाग्छ। र हामीहरूले भनेकै कुरामा हामीहरू अझै पनि केमा चाहिँ अडिग छौँ भनेदेखि उद्यमीहरूलाई कठिन प्रक्रिया जबसम्म दिन्छ तबसम्म चाहिँ हामीले नयाँ उद्यमी किन बनेनन् भनेर प्रश्न सोध्नु बेकार हुन्छ। जबसम्म व्यवसाय गर्नेहरू बिजनेस गर्नेहरूलाई चाहिँ यिनीहरू धेरै नाफा नै केन्द्रित हुन्, यिनीहरू चोरै हुन् भन्ने हिसाबले चाहिँ जबसम्म प्रशासनले जबसम्म सरकारले त्यो नजरले हेर्छ तबसम्म व्यवसायीहरूलाई प्रोत्साहन हुँदैन। त्यस कारणले प्रोत्साहनको नीति नअप्नाइकन जहिले पनि दुरोत्साहन र हेलाको नजरले सरकारले हेर्न हुँदैन भन्ने चाहिँ विवेकशील साझा पार्टीको र हाम्रै पार्टीको पनि
ठम्याइछ र मान्छेले करेक्ट भन्नुभयो वैकल्पिक राजनीति भनेको काम गर्ने शैली प्रमुख त्यो फरक हुनुपर्छ भन्ने मैले अगाडिको सेसनमा राखेँ भनेदेखि भित्रको सार पनि फरक चाहिँ हुनुपर्छ। सारै फरक नभइकन रूप एकैचोटि फरक चाहिँ हुँदैन, रूप र सारको सङ्गम नै हो भन्ने कुरा लाग्छ। र अन्त्यमा चाहिँ म के पनि भन्न चाहन्छु, अपिल गर्न चाहन्छु भनेदेखि वैकल्पिक राजनीति गर्नुपर्छ र वैकल्पिक राजनीति भनेको चाहिँ भविष्य पनि प्रोग्रेसिभ हिसाबले लान सकिन्छ भन्ने खालको राजनीति गर्ने जसले हामीले सोचिरहेको छौँ हामी चाहिँ सिरियस हुनुपर्ने टाइम चाहिँ आइसक्यो। किनभने जुन यो हौवा यो हल्लै हल्लामा चल्ने खालको क्रियाकलाप जसरी अहिले भइरहेको छ यो चाहिँ कतिखेर सल्किएला अथवा कतिखेर चाहिँ कुनै दुर्घटना लिएर आइदेला भन्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले हामीले चाहिँ गम्भीर भएर अब चाहिँ ल विगतमा जे भयो भयो, अब हामी वैकल्पिक राजनीति गर्ने भनेकाहरूले चाहिँ अर्थतन्त्रकै विषय जनताले प्रमुख मानेका छन् भनेदेखि अर्थतन्त्रभित्र पनि कुन कुन विषय प्रमुख मानेका छन् ल टेबलमा लिएर आउँ, ल छलफल गरौँ, ल एकत्रित भौँ भनेर हाम्रो यो संविधानको रक्षा र हाम्रो लोकतन्त्रको रक्षा गर्न चाहिँ हामीले ढिलाइ गर्न हुँदैन भने पनि यो मेरो मात्र बुझाइ होइन कि हाम्रो पार्टीको पनि बुझाइरहेको छ। र यति भन्दै यो त मेरो पालो पनि सक्यो होइन त, मेरो पालो सकिनुभन्दा अगाडि एउटा कुरा म राख्न चाहन्छु। यो अहिले सबै कुरा डिजिटल्ली भइरहेको भएर पहिला पहिला जुन हामीले दुर्व्यवहार चाहिँ फिजिकल स्पेसमा भोग्नु पर्थ्यो अब चाहिँ यो डिजिटलमा रूपान्तरण भइसकेको छ। र यो दुर्व्यवहार चाहिँ यतिसम्मको हुन्छ कमेन्टबाट र मेसेजबाट दुर्व्यवहार हुन्छ। अब छोरी मान्छेहरूको मेसेजको इनबक्समा हेलो हाई खाजा खानुभयो खाना खानुभयो भन्ने त्यो दुर्व्यवहारलाई चाहिँ अब दुर्व्यवहार मान्न छोडिसक्यो, अधिकांश पुरुषहरूले पठाउनुहुन्छ। तर कमेन्टमा जसरी उहाँहरूले चाहिँ अश्लील मात्र होइन हामीहरूको परिवारलाई लिएर हामीहरूको नितान्त निजी विषयहरूलाई लिएर र जसरी गाली गलौजका शब्दहरू बिना कारण आउँछन् त्यसको लागि चाहिँ हामीले एकजनाले एक्लै भिड्न पर्ने हो कि हामीहरूको महिलाहरूको चाहिँ एउटा डिजिटल सञ्जाल डिजिटल सङ्गठन हामीले बनाउन सक्छौँ जसले गर्दाखेरि चाहिँ कुनै कमेन्टमा मानुषीजीलाई कसैले चाहिँ तथा नामी गरेछ भनेदेखि म त्यहाँनिर आएर रिप्लाई गर्न सक्छु कि सक्दिनँ, मलाई कुनै वादले त्यतिखेर रोक्छ कि रोक्दैन। महिलाको नजरले मात्रै उही महिला नेतालाई चाहिँ यसले बेकारमा दुःख दिइरहेको छ भन्ने नजरले हामीले हेर्न सक्छौँ कि सक्दैनौँ, यो चाहिँ मेरो प्रश्न तपाईँहरूलाई भयो। मेरो आफ्नो उत्तर चाहिँ मैले चाहिँ सकिरहेको छु। जुनै पार्टीको नेताहरूलाई पनि यदि विषयभन्दा बाहेक गएर कसैले गाली गरेछ भनेदेखि म चाहिँ जाइ लाग्ने किसिमको मान्छे हो। यहाँहरूले चाहिँ फेसबुकमा पनि त्यसरी हेर्न सक्नुहुन्छ। र अनुरोध तपाईँहरू पनि एकअर्कालाई हामीहरू पनि सम्पूर्णजना एकअर्कालाई चाहिँ डिजिटल माध्यमबाट पनि साथ दिउँ, यो अनलाइन दुर्व्यवहारसँग चाहिँ सँगै मिलेर लडौँ भन्न चाहन्छु। यति भन्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको फेरि पनि सम्पूर्णमा धेरै धेरै शुभकामना। मेरो गाउँमा मैले सानैदेखि देखेको हाम्रो घरको छेउमै जमिनदारको ठुलो बिल्डिङ थियो। हामी सबै थारूहरूको घर चाहिँ सानो सानो छाप्रोको घर, अनि त्यो जमिनदारको चाहिँ पक्की घर होइन इटा सिमेन्टले बनेको चाहिँ पक्की घर भन्ने चलन, पक्की घर ठुलो 2-3 तल्ले, अनि उसको चाहिँ आँखाले जहाँसम्म देख्न सक्यो उसको जमिन मात्रै हो नि। र उसको जमिनमा उसको घरमा जहिले पनि थारू पुरुषहरू थारू महिलाहरू कमैया कमलरीको रूपमा काम गर्नुपर्ने, कमैया कमलरी मात्रै होइन कि गाउँभरिकै मान्छेहरू सबैभन्दा पहिले जमिनदारको खेत सक्नु पर्यो अनि बल्ल आफ्नो खेत रोप्न पाउनु पर्यो है। त्यो खालको हामीले गाउँ मेरै आफ्नै गाउँमा र नजिकको धेरै गाउँहरूमा त्यो सबै देख्दै आएको। अब मेरो बाबाले पनि त्यो बेला चाहिँ अब थारूहरूलाई यस्तो खालको शोषणबाट कसरी मुक्त गर्ने भन्ने उहाँले मुक्ति डगर लगायतको प्रकाशनबाट उहाँले लेख्दै युद्धमा आफै पनि होमिएर त्यो सबै गर्नुभएपछि ममा पनि त्यो छाप चाहिँ पर्दै आएको हो। र अब अहिलेको अवस्थासम्म थारूहरूले त्यो लडाइँ लड्दै लड्दै अब मेरो बाबाभन्दा पहिले पनि धेरैले लडाइँ लड्नुभयो होइन। त्योभन्दा पहिले हेऱ्यो भने चाहिँ कोइली देवी थारूहरू बर्दियामा जब चाहिँ त्यहाँको जमिनदारले हामीले चाहिँ त्यो अन्न उब्जाए बापत त्यसको बराबर हकदार हुनुपर्छ भनेर आवाज उठाउँदाखेरि राणा शासनकालमा चाहिँ कोइली देवी थारू लगायतको हत्या गरिएको छ सरकारी गोलीबाट।
उहाँहरूबाट चाहिँ लडाइँहरू सुरु हुँदै हुँदै जनयुद्धसम्म आउँदै आजसम्म हामीले हेऱ्यौँ भने अब थारूहरू राजनीतिमा आएको छ। कतिपय एकदमै चर्चित नामहरू हामी सुन्छौँ, सांसद भएको, मन्त्री भएको, थारू आयोगको अध्यक्ष भएको, धेरै नामहरू चाहिँ हामीले सुनिरहेका हुन्छौँ। तर हाम्रो दृष्टिकोणबाट राजनीतिलाई हेर्ने हो भने यही खालको राजनीति हामीले चाहेको हो या यही खालको राजनीतिक सिस्टममा हामी आदिवासीहरूको, थारूहरूको प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको हो भनेर प्रश्न गर्दाखेरि होइन नै भन्छु मैले। किनभने अहिलेको राजनीतिले के गरिरहेको छ? यो त तस्कर गर्नेहरूको राजनीति बनेको छ अहिले, है, भ्रष्टाचारीहरूको राजनीति बनेको छ। सुनकाण्डमा होइन, नक्कली शरणार्थीहरूलाई चाहिँ कसरी संरक्षण गर्ने, रेपिस्टहरूलाई कसरी संरक्षण गर्ने, बालुवाटार जग्गा प्रकरणमा नाम संलग्न भएको नेताहरूलाई कसरी संरक्षण गर्ने, यो खालको राजनीति चलिरहेको छ भने हामी आदिवासीहरू त यो खालको राजनीतिमा हामी आउनै चाहदैनौँ। तर विडम्बना के छ भने हाम्रै आदिवासी नेताहरू, थारू नेताहरू चाहिँ अब हामी आफै पनि राज्यको हरेक तह र तबकामा हाम्रो समान प्रतिनिधित्व हुनुपर्छ भनेर हामी भन्छौँ। त्यो भनिराख्दाखेरि त हामीले यही खालको राजनीतिमा फेरि हाम्रो हिस्सा पनि खोजिरहेछौँ जस्तो हुन्छ। तर हामी त तस्कर हुन्न, भ्रष्टाचारी हुन्न, सुनकाण्डमा मुछिन, होइन, यो खालको राजनीतिमा आउन चाहेको त होइन नि त। तर विडम्बना चाहिँ यस्तो भइरहेको छ। त्यसकारणले हाम्रो पर्सपेक्टिभबाट चाहिँ हाम्रो जुन सामूहिकता छ आदिवासीहरूको, हामी सामूहिकतामा विश्वास गर्छौँ, है। यहाँ एकजना व्यक्ति नेतृत्व हुने भन्दा पनि अब नेपालमा त राजाको छोरा राजा हुने जुन प्रणालीलाई हामीले आन्दोलन मार्फत फाल्यौँ पनि हाम्रोमा त्यो छैन, है। भलमनसाको छोरा नै भलमनसा हुने, बर्घरको छोरा बर्घर हुने भन्ने हाम्रोमा छैन। गुरुवाको छोरा नै गुरुवा हुनुपर्ने हाम्रोमा त्यो छैन। हाम्रोमा चाहिँ सामूहिकताको आधारमा। त्यसकारण हामी पनि यो राजनीतिमा चाहिँ कसरी सामूहिकतालाई, होइन, अब यहाँ नेताहरू होला, जनताहरू होला, त्यो कुरालाई चाहिँ सामूहिकतामा र अर्को हाम्रो आदिवासी दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ अहिलेको राजनीतिले पर्यावरणको बारेमा बोलेको हामीले कति पनि सुन्दैनौँ, जुन चाहिँ एकदमै यो कहीँ पनि छुटाउनै नहुने विषय हो भन्ने लाग्छ। अब पृथ्वी ध्वस्त हुँदैछ भनेर कति वैज्ञानिकहरूले भनिसक्नु भएको छ, होइन। ल हामी त हाम्रो पुस्ता बाँचौँला अरे, तर आउने पुस्ता यो पृथ्वीलाई जोगाइराख्नको लागि, यसको लागि कुनै पनि राजनीतिक दलले पर्यावरणको विषयमा कुरै गर्दैन। र यो पर्यावरणलाई बचाउनको लागि त इन्डिजिनस वे अफ लाइफ हामीले कसरी बाँचेको, हामीले हाम्रो विश्व दृष्टिकोण, हामीले खोला, जल, जङ्गल, जमिनलाई हेर्ने, हामीले त्यसलाई त्यो सम्बन्धी त्यसलाई जोगाउनको लागि जुन ज्ञान हामीले हाम्रो पुर्खाहरूबाट आजसम्म आएको छ र जुन अहिले हराउँदै पनि गएको छ, यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरा अहिले कुनै पनि म राजनीतिक दलको नेता हुँ भन्नेहरू, होइन, म राजनीति गर्छु भन्नेहरू कसैले पनि यो कुराहरू बोल्दैन। त्यसकारण यो सबै कुराहरूलाई समावेश गर्ने खालको राजनीति चाहिँ हामीलाई चाहिएको छ भन्ने लाग्छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईज्यू, शिला एमीज्यू र यो सबैको अगाडि म यतिसम्म बोल्न सक्ने भएको छु, होइन। यो यसमा त मेरो आमाको योगदान, जबकि मेरो आमा नेता होइन, उहाँ कुनै पार्टीमा पनि लाग्नु भएन, तर उहाँहरूमा त्यो चेतना कि छोरी मान्छेलाई पढाउनु पर्छ, छोरीलाई अगाडि बढाउनु पर्छ। मैले त पढ्न सकेन, मेरो आमाले भन्ने कुरा हमरेटे लाटा गोङ्गाबटी टुरे ना हो भन्नुहुन्थ्यो कि। भनेको हामी त लाटो छौँ, हामी बोल्ने आवाज छ, तर पनि उहाँले आफूले लाटो नै सम्झिनुहुन्थ्यो। तर मेरो छोरी यस्तो नहोस् भनेर उहाँले चाहिँ अर्काको घरमा भाँडा माझेर हुन्छ कि अर्काको घरमा खेतमा धान रोपेर हुन्छ कि हामीलाई यतिसम्मको लायक बनाउनु भयो। यसको पछाडि उहाँको योगदान कति छ। तर उहाँ नेता होइन, होइन। यस्तो धेरै आमाहरू हुनुहुन्छ, मेरो आमा मात्रै होइन, रन्जुजीले पनि आफ्नो सेयर गर्नुभयो। भनेको यो चेतना भन्ने कुरा राजनीतिक पार्टीमा लागेपछि, राजनीतिक पार्टीको नेता भएपछि मात्रै आउँछ भन्ने मलाई लाग्दैन। मेरो हजुरआमा, मेरो आमा जस्ता कैयौँ महिलाहरूले कति योगदान गर्नुभयो त्यसको लागि, होइन। अब मेरो आमाले हाम्रो थोरै जमिन छ, होइन, पुर्ख्यौली जमिन, मैले जति छोरालाई दिन्छु त्यति छोरीलाई दिन्छु भन्नुहुन्छ। त्यो चेतना कहाँबाट आयो कि मेरो आमामा, जसले चाहिँ क ख चिन्नुहुन्न, जसले नेपाली बोल्न सक्नुहुन्न, तर म बराबर रूपमा दिन्छु भन्नुहुन्छ। जबकि आफूलाई समाजको हामी धनी हौँ,
भन्नेहरू है, हाम्रो टोलमा सबभन्दा ठुलो पक्की घर हुने र तिहारमा सबैभन्दा झिलिमिली घर भएको घरको छोरीको बिहे हुँदाखेरि उनीहरूले आफ्नो छोरा र छोरीलाई बराबर सम्पत्ति बराबर जमिन दिएन, बरु उनीहरूलाई आफ्नो छोरीलाई चाहिँ दाइजो दिएर पठायो, फ्रिज दिएर पठायो, पलङ दिएर पठायो, सुनले पुरिएर पठायो आफ्नो छोरीलाई। तर छोरा बराबर चाहिँ मेरो छोरीलाई जमिन दिन्छु भनेर भनेन। उनीहरू शिक्षित हुन् फेरि, र हाम्रो टोलको सबैभन्दा ठुलो पक्की घरमा बस्ने परिवार हो। तर मेरो आमा जसले नेपाली बोल्न सक्नुहुन्न, युद्धकालमा जब हाम्रो घर सेना र पुलिसले भरिएको हुन्थ्यो, उहाँको छातीमा जब सेनाले चाहिँ तेरो श्रीमान खोइ किन तेरो श्रीमानलाई माओवादी बन्न दिएको भनेर जब बन्दुकले उहाँको छातीमा तर्साउँथ्यो, उहाँ नेपाली बोल्न नसक्ने मेरो आमाले कसरी त्यो भयङ्कर समयमा त्यसको सामना गर्नुभयो। र हामीलाई चाहिँ सेल्टर फेरि पनि, स्कुल फेरि पनि 10 कक्षासम्म पढ्नलाई 7वटा स्कुल फेरेको छु मैले। त्यो सङ्घर्ष कहाँबाट आउँछ? तर हामी महिलावादी हौँ भन्नेहरू, महिला आन्दोलनलाई हाँक्नेहरू कहिल्यै ती महिलाहरूको कथालाई कहिले हामी हेर्छौँ त्यस्तो पनि भयो होला र भनेर? उहाँहरू कहिले हाम्रो केन्द्रमा पर्नुहुन्छ र? यही काठमाडौँका केही फेन्सी होटेलहरूमा गएर, फेन्सी कार्यक्रममा गएर चाहिँ आफूलाई एकदम महिलावादी हुँ, म नेता हुँ भनेर बोल्नेहरूलाई मात्रै हामी नेता देख्छौँ। उहाँहरूलाई त हामी नेता देख्दैनौँ, उहाँहरूको सङ्घर्षलाई है। त्यस कारणले अब यो महिला नेता भनेर भन्दाखेरि पनि यही शब्दलाई नै पनि रिडिफाइन गर्नुपर्ने पो हो कि भन्ने मलाई लाग्छ कि। सांसद भयो अनि ऊ नेता भयो, त्यति हो नेताको परिभाषा। मन्त्री भयो त्यही भएर ऊ नेता भयो, त्यति हो नेताको परिभाषा। त्यति हो नेतृत्व भनेको, त्यति मात्रै त नहोला नि। योभन्दा बियोन्ड गएर पनि अब सोच्न पर्छ भन्ने मलाई लाग्छ। र अब हामी महिलाहरूको नेतृत्वको कुरा गर्दाखेरि अघि कति कैलाशजीले पनि छुनुभयो, हामीले थरुहट आन्दोलन गरिराखेका थियौँ। अब त्यो बेला चाहिँ थारुवान राज्य भन्ने थियो, पछि अब यसलाई थरुहट थारुवान प्रदेश हुनपर्छ, हाम्रो भूमिमा हामी आफै थारूले शासन गर्न पाउनुपर्छ भन्ने आन्दोलन चल्यो। त्यो बेला संविधान बन्दाखेरि त्यो संविधानमा हाम्रो अधिकारलाई सुनिश्चित गराउने त्यो आन्दोलनमा म आफै पनि अग्रमोर्चामा रहेर काम गरेको छु। त्यो आन्दोलन गर्दाखेरि त्यो बेला अखण्ड सुदूरपश्चिम र सरकारी मान्छेहरू सबै एकातिर थिए। थारूहरूलाई सपोर्ट गर्ने अन्य समुदायको बाहुन क्षेत्रीहरू पनि, पहिचान पक्षधरहरू पनि एउटा थियो। तर त्यो चाहिँ एक किसिमले अखण्ड सुदूरपश्चिम भनेपछि त्यसलाई सरकार नै भने हुन्छ। सरकार र थारूहरूको त्यो आन्दोलन हुँदाखेरि थारू पुरुषहरूलाई घरभित्रै गएर उनीहरूलाई गिरफ्तार गर्ने काम चाहिँ भएको थियो। त्यो हुँदाखेरि चाहिँ अब यो आन्दोलनको साख कसले जोगाउने भन्दाखेरि हामी महिलाले मात्रै धनगढीमा 1 महिनासम्म धनगढीको क्याम्पस चोकदेखि चौराहासम्म प्रत्येक दिन, अझ त्यसमा त कमलरी ब्याकग्राउन्डबाट आउने महिलाहरूले आफ्नो बच्चालाई पिठ्युमा कसेर पनि, कतिले चप्पल पनि नलगाएर त्यसरी पनि हामीले आन्दोलन गर्यौँ। र त्यो आन्दोलन गर्दाखेरि पहिलेको आन्दोलनमा जब पुरुषहरू थिए त्यो बेला चाहिँ भाषण गर्ने पुरुष मात्रै, मञ्चमा पनि पुरुष मात्रै, जबकि आन्दोलनको सहभागिता सङ्ख्यात्मक रूपमा हेर्ने पनि महिला मात्रै थियौँ हामी। तर जब महिलाले मात्रै नेतृत्व गर्यौँ नि, महिलाले मात्रै आन्दोलन गर्दाखेरि त्यसपछि माइक हाम्रो हातमा आयो। माइकमा हामी भयौँ, मञ्चमा हामी भयौँ, मन्तव्यमा हामी भयौँ, हरेक कुरामा हामी भयौँ। र थारू महिलाले पनि आन्दोलन गर्न सक्छ भनेर त्यो बेला हामीले त्यसरी खबरदारी गरेका थियौँ हैन। टिकापुर घटना हुँदाखेरि चाहिँ टिकापुरमा र धनगढीमा समेत कर्फ्यू लाग्यो। त्यो कर्फ्यू लागेपछि अब बोल्न सक्ने ठाउँ थिएन र धनगढी र टिकापुरमा आन्दोलन गर्न नसकेपछि हामीले अन्य ठाउँहरू जस्तो पहलमानपुर, डाक्टर बाबुराम भट्टराई आफै पनि त्यो आमसभामा पुग्नु भएको थियो, हसुलियामा हामीले त्यो आन्दोलन कसरी सुरु गर्यौँ, यो सरकारले सुन्दैन भन्ने हामी महिलाहरू चाहिँ अब थाल बजाएर हामी आन्दोलन गर्छौँ भनेर महिलाले मात्रै हो, पुरुषहरूको सपोर्ट थियो हामीलाई, तर अग्रमोर्चामा महिला मात्रै भएर पनि हामीले त्यसरी आन्दोलन गरेका थियौँ। तर यो कुरा कहिले कतै पढ्न पाउनु भयो त? कतै लेखियो त यो कुरा? यो महिलाहरूले गरेको यो योगदानको कुरा? अब फेरि यहाँ कुरा के आउँछ भने
भाषण गर्यो, माइकमा बोल्यो या मञ्चमा बस्यो भने मात्रै महिला नेता हो भन्ने छ कि फेरि हैन। तर हामीलाई पनि यहाँसम्म आउनमा मलाई घरमा कसैले भात पकाइदिएको छ, त्यही भएर म यहाँ आउन पाएको छु हैन। कसैले मेरो लुगा धोइदिएको छ, घरमा घर सम्हालिदिएको छ र म यहाँ आएको छु भन्ने कुरा चाहिँ हामी एकदमै बिर्सिन्छौँ र महिलाको योगदानको कतै पनि कदर गर्दैनौँ। महिलाले नेताहरूलाई भात पकाएर खुवाएर पनि आन्दोलनलाई योगदान गरेको छ। त्यो योगदान चाहिँ हामी योगदान नै देख्दैनौँ। चिया बनाएर पनि खुवाएको छ, त्यसलाई हामी देख्दैनौँ हैन। त्यसकारणले यो सबै कुराहरूलाई रिडिफाइन र रिथिङ चाहिँ एकदमै गर्नुपर्छ भन्ने लाग्छ। अघि हामीले सामूहिकताको कुरा, आदिवासीको कुरा गर्दा अघि आयो पनि, तर हामी सबै कुरामा फेरि पूर्ण छौँ भन्ने होइन। हामी भित्र नै पनि समस्या छ र त्यसको लागि हामी लडिरहेछौँ। कैलाशजी लडिराख्नु भएको छ, हामी लेख्ने बोल्ने काम गर्दैछौँ। जस्तो अघि बर्गरको कुरा मैले जुन गरेँ, अब हाम्रोमा पनि त बर्गर भन्ने बित्तिकै पुरुष आउने हो कि हाम्रोमा हैन। त्यो बर्गर चुन्ने प्रक्रियामै महिलाले सहभागी नै नगराउने हो। पुरुषहरूको भेला गरेर गाउँको एकजना पुरुष, त्यो पनि कमैया पुरुष होइन, अलि निम्न वर्गको पुरुष होइन, अलि हुने खाने किसान या जमिनदारै पुरुषलाई बर्गरिया भलभन्सा बनाउने हो। त्यो खालको प्रणाली हो। तर त्यो पनि सामूहिकता हो भनेर हामी गर्व गर्ने ठाउँ त छैन त्यहाँ, किनभने त्यहाँ क्लासको कुरा पनि आयो, जेन्डरको कुरा पनि आयो, जहिले पुरुष मात्रै। अहिले भर्खर यो कुराहरू उठेपछि चाहिँ महिला बर्गरहरू हुन थालेको छ। त्यसकारण चाहिँ अब यो कुराहरू गरिराख्दाखेरि फेरि अर्को मलाई याद आएको कुरा चाहिँ यो श्रमिक थारूहरूलाई, पिँधमा रहेकाहरू, यिनीहरू त राजनीति बुझ्दैनन् भन्ने पनि छ। त्यसकारण राजनीति बुझ्ने भनेको के हो भन्ने लाग्छ मलाई। मेरो आमा वडा कार्यालयमा जानुहुन्छ, वडा सचिवको रूपमा चाहिँ एकजना एकदम पढे लेखेको स्मार्ट यङ मान्छे वडा सचिवको रूपमा बसेको छ। उसलाई थारू बोल्नै आउँदैन, मेरो आमालाई नेपाली बोल्न आउँदैन। मेरो आमाले भन्नुहुन्छ यो ठाउँमा थारू बोल्ने वडा सचिव भएको भए मलाई कति सजिलो हुन्थ्यो भन्नुहुन्छ है। हाम्रो गाउँको मान्छेहरूले त्यो प्रहरी कार्यालयमा थारू बोल्न सक्ने या कुनै थारू मान्छे नै इन्सपेक्टर भइदिएको भए हामीलाई कति सजिलो हुन्थ्यो भन्नुहुन्छ। उहाँहरूलाई संहिता के हो उहाँलाई थाहा छैन, संहिताको परिभाषा पनि थाहा छैन। हुनसक्छ संहितालाई संहिता भनेर राम्ररी उच्चारण पनि गर्न जान्नुहुन्न, तर संहिताको मूल मर्म चाहिँ उहाँहरूलाई थाहा छ के फेरि उहाँहरूलाई डेफिनेसन थाहा छैन हैन। त्यहाँनिर वडा सचिव थारू हुनु या डाक्टर थारू हुनु या अर्को सेवा दिने मान्छे हाम्रै समुदायको हाम्रो भाषा बोल्न जान्ने हुनु भन्ने संहिताको मूल मर्म त्यो होइन र। उहाँहरूलाई थरुहट थारुवान के हो, अखण्ड सुदूरपश्चिम के हो थाहा छैन, तर संहिताको मूल मर्म उहाँहरूलाई थाहा छ। तर हामी के भन्छौँ भने आफूलाई चाहिँ अलिकति पढे लेखेको सम्झिनेहरू, आफूलाई चाहिँ स्मार्ट सम्झिनेहरू हैन, यी तथाकथित एजुकेटेड भन्नेहरूले चाहिँ हामीले यिनीहरूलाई त केही पनि आउँदैन, यिनीहरूलाई त नेपाली पनि बोल्न आउँदैन, यिनीहरूलाई त ढङ्गले लुगा लाउन पनि आउँदैन भन्छौँ हामी। नेहगा लाएर हिँड्ने हजुरआमालाई हामी के भन्छौँ, कस्तो असभ्य होला, गँवार होला, यो यसलाई केही पनि आउँदैन, लुगा लाउन पनि आएन भनेर हामी भन्छौँ। अघि पनि मानुषीजीले यो कुरा उठाउनु भएको थियो। तर मूल मर्म के हो भन्ने कुरा उहाँहरूलाई थाहा छ। यो देशमा चाहिँ राम्रो खालको राजनीति हो जसले चाहिँ हामीलाई राम्रो सेवा दियोस्, हामी चाहिँ राम्ररी बाँच्न पाऊँ हैन। महँगी किन यति बढिरहेको छ, यो सबै कुरा उहाँहरूलाई थाहा छ। के हो राजनीति बुझ्ने भनेको? सत्तालाई बुझ्नु, सत्तामा पुग्नु मात्रै राजनीति हो त? सत्ताको केन्द्रको वरिपरि घुम्नु मात्रै राजनीति हो त? त्यो मात्रै त नहोला। त्यसकारण यो सबै कुराहरू चाहिँ हाम्रो पुस्ताले चाहिँ अब यो बहसहरू सुरुवात भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ र यो बहसहरूलाई हामी अझ धेरै अगाडि बढाउँदै जाउँ। आज मैले नै भन्नुपर्छ, हाम्रो सृजनाजीले र मैले अहिले जति पुरानो सोचबाट हामीले कार्यक्रम गरिरहेछौँ, अब हामी नयाँ तरिकाबाट जाँदैछौँ। किनकि हामीले वैकल्पिक शक्ति निर्माण गरिसकेका छौँ र त्यसको पनि वैकल्पिक हाम्रो यहाँ आज असाध्यै खुसी लागेको छ मलाई। हाम्रो त्यस वैकल्पिक शक्तिमा चाहिँ निर्माण गर्ने हाम्रा महिला नेताजीहरूबाट पनि धेरै राम्रो कुराहरू आयो। बडा सान्दर्भिक कुराले चाहिँ म साँच्चै खुसी भएँ र हामी सबै मञ्चमा बसेका सबै खुसी भएँ। अर्को कुरा, आज म तपाईँहरूको बिचमा म समक्ष तपाईँहरूको महिलाहरूको विषयमा केही कुराहरू मासमा भन्नै चाहन्छु र जहाँ महिलाहरू अधिकारबाट वञ्चित छन् त्यो ठाउँमा पुग्न आवश्यकता छ भन्ने मेरो बुझाइ हो।
थुप्रै कुराहरू सुनियो, थुप्रै कुराहरू भयो, तर हामी आज थुप्रै वर्षदेखि आज हामी महिलाहरूका पीडा समस्या बोकेर आज यो ठाउँमा आउँदा पनि आज हामी पछाडि नै छौँ। म यो कुरामा मात्रै थोरै भन्न चाहन्छु। र आज हामी 115औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौँ। अन्तर्राष्ट्रिय हिसाबमै कुरा गर्ने हो भने प्रत्येक दिन 90 सेकेन्डमा महिलाहरू सुत्केरी हुन नसकेर मर्दछन्। ओडमै तपाईहरूले भन्नुहुन्छ भने ओडमै 60 करोड महिलाहरू घरेलु हिंसामा चाहिँ यावत हिंसा अपराधीकरणमा 10 हुँदैन, 55 करोड महिलाहरू ओडमै अशिक्षित छन्। यो म भन्न चाहन्छु। अनि त्यस 55 करोड महिलाहरू ओडमै अशिक्षित छन् भने पुरुषहरू जम्मा 25 करोड मात्रै हुनुहुन्छ। बाल विवाह ओडमै करिब 6 करोड हुन्छन् भने अहिले हाम्रो हिसाबमा कुरा गर्ने भने 3 लाख त हामीले रेकर्डमै हेरेको छ अवस्था छ। 3 लाख त हामीले रेकर्डमै हेरिरहेका छौँ। अनि मैले छोरीको लागि, महिलाहरूको लागि, बाल बालिकाको लागि थुप्रै कुराहरू गरे, थुप्रै मुद्दाहरू उठाउँदै हिँडे। जनयुद्ध लडेर आएको महिला हो, त्यसकारण मैले धेरै दोहोऱ्याउन चाहिनँ। थुप्रै कुराहरू महिलाहरूको विषयमा आजहरू यो कुरा गर्दै आएँ। आज महिलाहरूले अधिकार पाउन अझै पनि सकेका छैनन्। किन सकेनन्? आज हाम्रो माननीय ज्यूहरू यहाँ यो मञ्चमा हुनुहुन्छ। म यो सबैलाई भन्न चाहन्छु, के उहाँहरू संसद भवनभित्र हुनुहुन्छ? के उहाँहरू कोटामा मात्रै सीमित हुने हो त? हामी महिलाहरूलाई कोटामा मात्रै राख्ने हो त? हामी त कोटामै सीमित भएका छौँ। यो भन्न चाहन्छु। र अर्को कुरा, जुन हामीले महिला दिवस मनाउँछौँ, सहरमा बसेर मनाउँछौँ। हामी महिला दिवस मनाउँछौँ 5 स्टार होटेलमा बसेर मनाइरहेका छौँ। तर आज मलाई 50-50 आज महिला र पुरुष 50-50 यहाँ देख्दा खुसीको अनुभूति भएको छ मलाई। किनभने म हजारौं महिलाहरूको लागि लडेर बलिदान दिएर घाइते भएर योसम्म आइपुग्दाखेरि आज महिला दिदीबहिनीहरू किन पछाडि परिरहेका छन्? आज यसको लागि व्यापक कुरामा चाहिँ म भन्न चाहन्छु। अनि अर्को कुरा, हामी छोरी मान्छेलाई जहिले पनि सदनबाट र सडकबाट छोरी नै बनाउनु पर्ने तालिम किन दिइन्छ? के हामी सदनबाट सडकबाट मात्रै छोरी भएर हामी यो तालिम हामीलाई दिने हो? सधैँभरि यो तालिम हामीले यो भोग्न सक्दैन। हाम्रा बुवा आमाले हामीलाई के तालिम पड्काउन मात्रै हामीलाई जन्माएका हुन्? होइनन् नि त। तर यो भन्न चाहन्छु मैले, म आज एउटा महिलाको नेतृत्व गर्दै गर्दा आज महिलाहरूको अधिकार पुरुषले खोज्ने किन? हामीले गर्ने अधिकार हामीले त सक्छौँ नि त गर्न। हामीले पुरुष सर काम गर्न सक्छौँ। जुन हामीलाई 33% का कुराहरू अघि भइरहेछ, हामीले उठाइरहेका छौँ। 33% मा पनि पुरुषहरू हामीले 100% काम गर्न सक्छौँ। तर उहाँहरूले 33% काम गर्न सकुन्न पुरुषहरूले। तर हामीले 100% अधिकार पाइन्न। बल्ल बल्ल 33% मा कुरा भइरहेछ। तर हाम्रो नेपाल समाजवादी पार्टीले हामीलाई 51.5% अधिकार दिएको छ। यसको लागि हाम्रो पार्टीलाई धन्यवाद दिन चाहन्छु मैले यसको लागि। अनि अर्को कुरा, तपाईहरू अब थुप्रै महिलाहरूको लागि म धेरै भन्न चाहन्न, थुप्रै कुराहरू भइसकेका छ। अब हामी महिलाहरूकै कुराहरूमा मैले जोड दिन चाहन्छु। अब अहिले हामीले जुन राज्यले जुन हामीलाई तोकेका सत्ताहरू छन् के, जुन राजनीतिक सत्ता, सामाजिक सत्ता, वैधानिक सत्ता, यिनी सत्तामा पुरुषको मात्रै वर्चस्व हुन्छ क्या यहाँ पनि, तर महिलाको हुँदैन। यही दुःख लाग्छ मलाई, यो भन्न चाहन्छु। अनि महिलाहरूलाई एउटा श्रृङ्गारको रूपमा हेरियो के, यो श्रृङ्गारको रूपमा महिलाहरूलाई नहेरोस् भन्न चाहन्छु। कति घर परिवारमा कति पीडा दुःख कष्ट सहेर आफ्ना मनका कुराहरू एकातिर पन्छाएर आज हामी राजनीतिमा उभिएका छौँ। अनि आफ्नै पार्टीबाट, अरू पार्टीबाट, अन्य ठाउँबाट, संसद भवनबाट, राज्यका हरेक नीति नेतृत्व हामी त्यो ठाउँमा पुगेका ठाउँका महिलाहरूलाई त्यो ठाउँमा जाँदा सबै कोटामा मात्रै सीमित रहँदाखेरि
यहाँनिर मलाई दुःख लागेको छ। अब यस्तो नहोस्। अर्को पटक महिला दिवस मनाउँदा हामीले चाहिँ यस्तै गरी योभन्दा अझै नयाँ तरिकाले बराबर महिला र पुरुष बराबर भएर मनाउन पाइयोस्। र म धेरै भन्न चाहन्न। र अब आउने हामी जुन वैकल्पिक भनेका छौँ, अबको हाम्रो वैकल्पिक शक्तिको लागि हामीले के गर्नु पर्यो भने महिला दिदीबहिनीहरूले जोरदार तपाईँहरूले मुटुमा हात राखेर भन्नुहोस्। म भन्न चाहन्छु अबको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा चाहिँ महिलाहरू आउनुपर्छ भन्ने मेरो प्रश्न छ। ल पुरुषहरूले कतिको सक्नुहुन्छ भन्दै मेरो आफ्नो कुराहरू यहाँ अन्त्य गर्दै कार्यक्रम समापनको घोषणा गरेको यही समापन गर्दछु। हस्त धन्यवाद, नमस्कार। पहाडी समुदायमा जन्मिएको म ब्राह्मणको छोरी भए तापनि मैले मधेसवादी व्यक्तित्वसँग मैले विवाह गरेको छु। मैले अन्तर्जातीय विवाह गरेको हुँ। त्यस कारणले गर्दाखेरि पनि म यो समुदाय र त्यो समुदायको बिचमा बस्दाखेरि कस्तो अनुभव हुँदो रहेछ भन्ने कुरा धेरै अनुभव गरेको छु। र अहिले म यो राजनीतिमा आउनुभन्दा अगाडि म त धेरै वर्ष अगाडिदेखि त यसमा लागेको पनि थिएन। म एउटा टिचरको भूमिका गरिराखेको थिएँ। म आफ्नो काम गरेर शिक्षक भएर पढाउने विद्यार्थीहरूलाई आफ्नो भविष्य उज्जवल कसरी हुन्छ भन्ने कुरामा लागिरहेको थिएँ। त्यसपछि अब यो हाम्रो मधेसवादी दल जनमत पार्टी उदय भएर डाक्टर सिके राउत आउनुभयो। उहाँले हाम्रो मधेसको लागि कसरी हामी अगाडि बढ्न सक्छौँ र महिलाहरू होस् या पिछडिएका मधेसी जनताहरूको अगाडि बढाउन सकिने हो, हामीले कसरी अधिकार दिन सक्छौँ भन्ने कुराको लागि उहाँले धेरै हामीहरूलाई सिकाउनु भयो र मलाई पनि ठिक लाग्यो। उहाँको सिद्धान्त राम्रो छ। अगाडि बढेर केही गरी देशलाई अथवा जनतालाई केही गर्न सक्नुहुन्छ कि भन्ने उद्देश्य सोचको कारणले गर्दाखेरि म राजनीतिमा गएँ। यो कति 77 सालदेखि म आबद्ध छु। त्यसपछि अनि त्यो राजनीतिको हाम्रो अगाडिको बाटो खुलेको। तर त्यसमा गए तापनि हामीले मधेसको लागि, मधेसका किसानहरूको लागि कसरी हामीले त्यसको अधिकार सुनिश्चित गर्न सक्छौँ भन्ने विषय लिएर पनि हामी आन्दोलन पनि गऱ्यौँ। तर त्यसमा अलि सक्सेस त भयौँ पनि, तर पनि हुन सकिएन। राज्यले त्यो दिन सकेको छैन अहिलेसम्म पनि। किनभने मधेसमा सबैभन्दा बढी अन्न उब्जिने भनेको ठाउँ नै मधेसबाटै हो। मधेसबाट यदि आउँदैन कुनै पनि चिज भने हाम्रो देश काठमाडौँमा बसेर राजधानीमा बसेर खानको लागि पाउँदैन भन्ने कुरा त त्यो निश्चित छ। सबैजनाले जानेकै र बुझेकै कुरा हो। अब पहिला पनि अब प्रधानमन्त्री भएर उहाँ पूर्व प्रधानमन्त्रीज्यूले हाम्रो देश नेपाललाई चलाइराख्नु भएकै हो। त्यति बेलाको कार्यकाल पनि हामीले हेरेकै हौँ, सुनेकै हौँ। त्यसमध्ये पनि अब यो नेपालमा हामीले अहिले उहाँले सोध्नुभयो, मलाई प्रश्न सोध्नुभएको छ, महिलाहरूको 33% हुँदाखेरि र हामीलाई कस्तो अहिले अनुभव भइरहेको छ भन्ने विषयमा म भन्न चाहन्छु। तर 33% महिलाहरूलाई सहभागिता हुनुपर्छ भनेर चाहिँ संविधानले बन्यो। तर त्यो कार्यान्वयनमा ल्याउन नसकेको चाहिँ यो सरकारको अलि म के भन्न चाहन्छु भनेदेखि अलि त्यसमा चाहिँ अलि कमजोरी देखिरहेको छु। किनभने महिला भन्ने बित्तिकै उनीहरूलाई चाहिँ अलि कस्तो भन्नु न, अवहेलना गरे जस्तो, हामीलाई हेपिएर बोलेको जस्तो अलिकति अनुभव हामीले पनि गरेका छौँ। राजनीतिमा गएर पनि राजनीतिमा भन्दाखेरि अब पुरुषहरूलाई भन्यो भनेदेखि पुरुषहरूलाई उनीहरूलाई सम्मान गर्ने तरिका र महिलाहरूलाई हेर्ने नजर र त्यसलाई सम्मान गर्ने तरिका अलग भएको देखियो। त्यो महसुस पनि हामीले गऱ्यौँ। किनभने महिलाहरू बोल्यो भनेदेखि महिलाले बोलेको त हो नि, तिनीहरूले बोलेको कुरालाई यस्तो हुँदैन भने सही कुरा उठाउन खोजिरहेको हुन्छ, तर त्यसलाई दबाइदिन्छन्। यो चाहिँ हुनु भएन। राजनीतिमा समान व्यवहार गरेर जाँदाखेरि 33%मा त पुर्याउन अधिकार दिन सक्नुभएको छैन यदि राजनीतिमा भने 50%को माग भइरहेछ। अहिले हामीले पनि यो आवाज उठाइरहेका छौँ महिलाहरूलाई। किनभने समान व्यवहार हुनु पर्यो नि। पुरुष र महिला भन्ने के छ, एक रिक्सामा दुईटा पाङ्ग्रा नभइकन साइकल होस् या रिक्सा होस् अथवा त्यो त चल्नेवाला छैन। त्यसैले महिला भन्नु नै सृष्टिदाता हो भन्ने कुरा सम्झेर उहाँहरूलाई सबैभन्दा माथिको स्थान दिनुपर्ने ठाउँमा समान पनि दिन सकिरहेको छैन।
त्यसैले म भन्न चाहन्छु कि हामीले अब अगाडिको योभन्दा अगाडिको हामीले राजनीतिको नियम अथवा कानुन संविधान कुनै निर्माण हुन्छ भनेदेखि त्यसमा हामी चाहिँ 50% महिलालाई हामीले अधिकार पाउनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। त्यसमा पनि म अहिले हामीहरू त्यसमा सहमतै छौँ। जसरी हाम्रो पार्टीको कुरा गर्दाखेरिमा हाम्रो पार्टीले पनि हामीले समान व्यवहार पाओस् र पिछडिएका भाषाभाषी विभेद गर्ने तरिकाबाट त्यसबाट पनि मुक्ति होस् भन्ने त सबैको चाहना हो। मेरो पनि त्यही हो। नभनोस् कसैले आज पहाडमा जन्मेर हुर्केकाहरूले पहाडी भनेर पहाडीलाई त हेपेको होइन, मधेसी भनेर मधेसीलाई नि नहेपोस्। समान नेपालमा जन्मिएका सबै दाजुभाइ दिदीबहिनीहरू हाम्रो लागि सबै समान हुन्। रगत त उस्तै रातो हुन्छ। त्यसैले कसैले पनि कसैलाई विभेद पनि नहोस् र महिला पुरुष भनेर भेदभाव पनि यसमा नहोस्। बराबर समान अधिकार हुनुपर्ने मेरो पनि इच्छा हो। र त्यसैले अहिले पनि अब कति हाम्रो देश नेपालमा यति सानो देश भए तापनि विभिन्न दलहरू खोलेर विभिन्न प्रकारका छन्। धेरै राजनीतिक दलहरू हुनुहुन्छ। उहाँहरूले पनि हामीले महिलाहरूको अधिकार चाहिँ सुनिश्चित गर्नको लागि कदम अगाडि बढाउनु हुनेछ भन्ने आशा र विश्वासका साथ म यो भन्न चाहन्छु। अब हजुरको पार्टी त फेरि अब नयाँ उदय हुँदैछ। यसमा पनि हजुरले महिलालाई चाहिँ कसरी हामी अगाडि माथि राख्न सक्छौँ भन्ने त्यसको लागि चाहिँ अनि अनुरोध पनि गर्न चाहेँ। महिला दिदीबहिनीहरू शोषित भएर बस्नु नपरोस्, हेलित हुनु नपरोस्, उनीहरूको अपमान नहोस्। उहाँहरूले पनि आफ्नो दक्षता अनुसार आफ्नो योग्यता अनुसार काम गरेर अगाडि बढ्न सक्ने बाटो बनाइदिनको लागि अनुरोध गर्दछु।